गुड मर्निङ साथीहरू, शुभ प्रभात। जस्ट कि त्यति तर सत्य घटनामा आधारित सिक्किमको कुनै एउटा स्कुलको घटना हो। हमेसा बिहान चाहिँ तपाईँको बिफोर नेसनल एन्थम चाहिँ सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा भन्ने जुन एउटा राष्ट्रिय गाना छ, देशभक्ति गाना भनौँ, त्यो गाना गाउने गर्थ्यो। अनि एक दिन चाहिँ एसेम्ब्ली मजाले भइरहेको थियो। अन्त सारे जहाँ से अच्छा भनेर मात्रै भनेको थियो कि पछाडिबाट चाहिँ कुन चाहिँ ल्याएको नि सारे जहाँ से अच्छा अच्छा भनेर चाहिँ कराइ पठाएको थियो कि प्रिन्सिपललाई यति साह्रो रिस उठेछ। तपाईँको करिब 1200 जना स्टुडेन्टलाई चाहिँ 2 घन्टा लगाएर एक स्वाट लगायो क्या त्यो। अन्त त्यो भाटा कार्यक्रमको ब्याचमा पर्ने कुनै पनि स्टुडेन्टले यो घटना जिन्दगीमा बिर्सिँदैन क्या। र अहिले जब पनि यो सारे जहाँ से अच्छा भन्ने गीत गाउँछ, मतलब देशभक्ति गाना गाइन्छ, मलाई त्यो पछाडिको म्युजिक आइहाल्छ क्या, अच्छा भन्ने। Have a fantastic day ahead.